फाइनली गाई ठ्याक्कै भन्नुपर्दा रुम पनि पुग्न आँट्यो है त। यस्तरी हिँड्छु क्या म चाहिँ फेरि पुरै एक्सर्साइज पनि हुने शरीरको होइन, कसरत हुने, ज्यान पुरा घटाउनु पऱ्यो नि त। अनि रनिङ पनि गर्छु गाइज म यस्तो एकदम स्वास्थ्यको लागि चाहिँ एकदम केयर गर्ने मान्छे है म चाहिँ गाइज। ज्यान बढ्छ मोटाइन्छ भनेर होइन, बाहिर देशमा त अब नेपाल जस्तो हुँदैन नि त, त्यत्तिकै मोटाइहालिन्छ। त्यो पानी मात्रै खाँदा अलिकति अब टाइम टेबल मिल्छ नि त, त्यही भएर मोटाइहालिन्छ। त्यही भएर म चाहिँ एकदम रनिङ है रनिङ गाइस। के यो बत्ती पनि निभेर आयो भर्खर, बत्ती निभाउने बेला हो है, त्यही भएर एक कालो देखियो है भिडियो गाइसहरू। अनि म चाहिँ यस्तै सिँढीमा, यो 3 तला हो क्या, 3 तला माथि जानुपर्छ हाम्रो, मेरो रुम चाहिँ। यस्तोमा त रनिङ गर्छ नि त म फेरि गाइसहरू। रनिङ गर्दै ज्यान घटाउने होइन, जाँदा पनि यस्तरी जाने होइन, आउँदा पनि यस्तरी आउने गाई चाहिँ होइन। त्यस्तै छ है हाम्रो रुमको चाहिँ मेरो तरिका चाहिँ होइन, हिँड्ने तरिका। अब तपाईँ मेरो रुम पुग्न आँट्यो, गल्ली है, एकछिन बसेको तल्लो तलामै, माथिल्लो तला अझै बाँकी छ जानुपर्ने होइन। अनि ठ्याक्कै यहाँदेखि चाहिँ राम्रो भ्यू देखिन्छ है तपाईँको। हाम्रो चाहिँ एउटा जङ्गलको बिचमा छ कि कम्पनी, त्यही भएर शान्त वातावरण होइन, स्वच्छ वातावरण एकदम राम्रो क्या लाग्छ भनौँ न, स्वास्थ्यको लागि एकदम यस्तो छ। ठ्याक्कैसँगले हरियाली छ क्या होइन। यो चाहिँ हाम्रो होस्टेलको अगाडि हो होइन, त्यसो घरहरू छैन, जङ्गलको बिचमा छ क्या कम्पनी होस्टेल। त्यही भएर यहाँ चाहिँ कालो देखिन्छ अलिकति, यहाँ लाइट निभ्यो कि लाइट निभाउने बेला भएर क्या 7 बजी निभाउँछ नि त, त्यही भएर यस्तो है गाइस भन्न चाहन्छु होइन। यो चाहिँ तपाईँको अगाडिको भ्यू हो। अगाडि हामी आउँदा त्यही बाटो के अरे आउने हो, जाँदा त्यही बाटो जाने हो होइन। ठ्याक्कैसँगले यहाँ तलको सेक्युरिटी गार्ड भइहाल्यो, पछाडि खुट्टा जाने हो, उताबाट घुमेर कम्पनी जाने हो। कम्पनी त त्यो नजिकै हो, तर अब ठुलो प्लान छ होइन। के अरे कम्तीमा पनि के अरे सबै प्लानहरू चार्दा होइन, डुल्दाखेरि करिब लाग्छ होला 5-6 घन्टा होइन, ठुलो कम्पनी। तर मेरो प्लान चाहिँ उता पछाडि पर्छ कि, धेरै टाढो हुन्छ, धेरै हिँड्नुपर्ने हुन्छ होइन। भ्यूहरू यस्तो छ है मान्छे होइन, अनि धेरै टाढो जानुपर्ने हुन्छ कि तपाईँको, अलिक उता अलिकति यहाँबाट अलिकति घुमेर ठ्याक्कै घुमेर जानुपर्ने हुन्छ। त्यही भएर 10 मिनट 15 मिनट लाग्छ। कता भाइ? कोही होइन, भिडियो बनाएर आएको छु। ए यो मेरो भाइ, गाउँले भाइ। कता भाइ? ए भिडियो ए होइन। अनि त्यही त के पो भन्दै थियो गाई छोरा, यहाँ बेसी पो हाल्छ यार, बोल्नु पनि अलिक तामाङको छोरा पनि अलिक मजाले आउँदैन हो। यस्तो घुम्नुपर्छ, 10 मिनट लाग्छ। त्यही भएर तर पनि अब टाइम बितिसक्दा धेरै उयो हुन्छ नि त होइन, उठ्नु ढिलो उठिन्छ, त्यही भएर टाइममा पुग्नु पर्ने हुन्छ। अनि टाइममा पुगेर स्क्यान गर्नुपर्ने हुन्छ, नत्र सेलेरी काट्छ। त्यो भएको कारणले गर्दाखेरि यहाँबाट छिटो उठेर उठ्नु ढिलो उठेपछि अब छिटो उठ्दा त अब पुग्ने पनि होला, तर निन्द्रा पुग्दैन, त्यही भएर ढिलो उठिन्छ। ढिलो उठाइ भएपछि अनि हस्याङ फस्याङ उठिन्छ। जाँदा कुद्ने हो, आउँदा पनि कुद्ने हो, रनिङ गर्ने हो। गाई चाहिँ त अघि देखियो नि होइन, त्यसरी गर्ने हो। शरीर आफ्नो स्वास्थ्य हेल्थ
मेन्टेनमा राख्ने हो। एकचोटि भुँडी लागिसकेको थियो, धेरै भुँडी लागिसकेको थियो होइन गाइस, अनि मोटाइ पनि सकेको थियो। तर अहिले चाहिँ मैले एकदम फिजिकल एकदम मेन्टेन गर्दैछु, मेन्टेनमा राखेको छु अहिले चाहिँ म चाहिँ है त गाइस। ल यति भन्दै गाइस आजको लागि यति नै आजको भिडियो होइन। अर्को भिडियोमा फेरि भेटौँला, अर्को ब्लगमा भन्न चाहन्छु होइन। यहाँहरूले यो भिडियोलाई लाइक सेयर एन्ड कमेन्ट गरिदिनु होला, सपोर्ट गरिदिनु होला। म पनि हजुरहरूलाई सपोर्ट गर्ने नै छु भन्न चाहन्छु। यति भन्दै बाई बाई।